यो चाहिँ एकदमै मेहनत गरेर बनाएपछि फेरि अचम्मको कुरा चाहिँ नचपाइकन निल्नु पर्ने रे गरेर च्याट्टा बाटेपछि सर्लक्क म त फेरि बुढाबुढी भनेर बाँकी राख्दिनँ त काम अराउँछ यसरी लगभग पाकिसके जस्तो छ पाकिसके है सबै गाउँको कोसेली अर्ग्यानिक खाना आज चाहिँ फुल अर्ग्यानिक खाना खाने हो आज चाहिँ मेरो पापा र मम्माको फेभरेट खाना तुवा बना हेलो एभ्रिवान गुड इभिनिङ नमस्ते तासिक दिले सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई आज फेरि मेरो युट्युब च्यानलमा धेरै स्वागत गर्न चाहन्छु तपाईहरुलाई आज चाहिँ मैले इभिनिङ डिनरबाट चाहिँ मेरो ब्लग सुरु गरेँ र आज हामी चाहिँ एकदमै शेर्पा ट्रेडिसनल खाना तुवा कुम्दक भन्छ हैन त्यो बनाएर चाहिँ खाना लाग्को अनि अब यसलाई चाहिँ मैले कसरी बनाउँदा रहेछ अनि कस्तो हुँदो रहेछ म यसको बारे चाहिँ सबै डिटेल्स राख्दै जाने छु साथीहरु मेरो युट्युब च्यानल हेर्दै गर्नु होला अनि भिडियोलाई हेरिसकेपछि लाइक गर्न नबिर्सिनु होला नयाँ हुनुहुन्छ भने सब्स्क्राइब चाहिँ गरिदिनु होला भन्न चाहन्छु र म सकेसम्म भिडियो चाहिँ एभ्रीडे नै हाल्ने कोसिस गर्छु है किनभने अलिकति फुर्सद हुँदैन टाइम हुँदैन त्यही भएर चाहिँ मैले भिडियोहरु कन्टिन्यू हाल्न सकिरहेको छैन अनि मेरो भिडियो कस्तो छ तपाईहरुले कमेन्ट गरिदिनु होला अनि आजको हाम्रो खाना के हो भन्ने कुरा चाहिँ तपाईहरुले पक्कै पनि थाहा पाइसक्नु भएको छ साथीहरु आज चाहिँ मेरो पापा र मम्माको फेभरेट खाना तुवा बनाएर खाने हो एकदम फ्रेश तुवा तपाईयाबाट मेरो छ्यामाले ल्याइदिनु भएको मेरो आमाको कान्छी बहिनीले ल्याइदिनु भएको उरुलाई थ्यांक यू सो मच हामीले यहाँ अस्ति पनि बनाएर खाएँ अनि आज पनि खाने हो यो अब लास्ट है अनि यो यसको पिठो पनि पाउँदो रहेछ पिठो चाहिँ भन्दा यस्तो फ्रेश चाहिँ मिठो हुँदो रहेछ अनि एकदम राम्रो तुवा रहेछ अब आजको हाम्रो डिनर चाहिँ तुवा खाने तुवा कुम्दक यसलाई तुवा मात्रै भन्दैन है तुवा कुम्दक भन्छ यसलाई अब म चाहिँ खासै भन्ने हो भने यो तुवा कुम्दक चाहिँ खासै मलाई बनाउन त आउँदैन मैले यहीँ काठमाडौँमा आएर मम्माहरू मसँग बस्न थालेपछि अनि कोकोले कोइसेली लिएर आउँछ अनि त्यही बनाइदिने हो हैन अनि मलाई चाहिँ आउँदैन तर मैले यहाँ अब मम्माहरूलाई बनाएर दिँदा मैले नि जानिसकेँ अब यो त्यस्तो म यसको कुकिङमा चाहिँ म त्यस्तो प्रोफेसनल चाहिँ छुइनँ है तर पनि पापा मम्माले एकदमै मन पराउँछ उनीहरूको सबसे भन्दा फेभरेट खाना के हो भने तुवा कुम्दक भन्छन् अहिले चाहिँ तुवा कुम्दक यो चाहिँ अब यस्तो छ यसलाई मजाले धुनु पर्यो यो माथि मुखको यो कालो सब फाल्नु पर्ने रहेछ हैन यसबाट चाहिँ हाम्रो छ्यामाले ल्याइदिनु भएछ बिचारा है यो त खन्नु नि कति गाह्रो हुन्छ रे मैले खन्या छैन मैले चाहिँ अहिलेसम्म खनेको छैन थाहा छैन तर लास्टै गाह्रो हुन्छ रे यो एउटा तुवा खन्नलाई एकदम धेरै मेहनत जान्छ भन्छ हैन हामीले यहाँ यस्तो बनाउन पनि मेहनत गरे जस्तो लाग्छ तर यो अझ खन्न चाहिँ मेहनत चाहिन्छ रे धेरै त्यो भएर चाहिँ अब यो सानो टुक्रा पनि यत्रो मेहनत गरेर टाढाबाट वहाँ सोलुखुम्बुदेखि ल्याएको हैन अब यसलाई सानो भए पनि खेर नफालिकन सबै यसरी एक यसरी सफा गरेर खाने हो यहाँभित्र यस्तो सानो छ यो पनि फाल्दिनँ है म यो पनि फाल्दिनँ यो पनि सबै पखालेर खानुपर्छ टाढाबाट आएको चिज हैन मेहनतको चिज अब यसलाई सट्ट पखाल्ने
कसलाई यो तुवाको बारे थाहा छ कमेन्ट गर्नु होला है। कसलाई मनपर्छ यो अनि कसलाई बनाउन आउँछ। मलाई खासै आउँदैन, यसो आउने मान्छेहरूले यसो सिकाइदियो भने राम्रो है। यो तुवासँग चाहिँ गाउँबाटै आएको आलु है, पुरानो आलु। यो आलु मिसाउनु पर्छ यसमा। यसलाई चाहिँ मजाले आलु र तुवाहरू चाहिँ मिसाएर पिने भने चाहिँ मजाले कमलो हुने रहेछ। सबै गाउँको कोसेली अर्ग्यानिक खाना आज चाहिँ फुल अर्ग्यानिक खाना खाने हो। अब यसलाई मजाले पकाउनु पर्यो अनि त्यसपछि म यसको अपडेट गर्दै गर्छु। ल साथीहरू, अब चाहिँ लगभग पाकिसके जस्तो छ। पाकिसक्यो है, 15-20 मिनटमा त पाक्दो रहेछ। यो आलु चाहिँ पहिला ठक्क यो आलु झिकेर आलु चाहिँ झिकेर छुट्टै केलाएर चाहिँ चिसो बनाउनु पर्यो। आलु झिक्नु पर्यो। आलु चाहिँ छुट्टै केलाएर चिसो बनाउने। अनि अब यो छुट्टै पाक्न लाउनुपर्छ अझै। आगोलाई चाहिँ चट्ट निभाउनु नहुने रहेछ यसलाई होइन। आगोको चाहिँ अलिकति ग्यास अलिकति सानो बनाएर राख्ने। अनि यो आफै उम्लिँदै बस्छ। अनि अब चाहिँ पाकेन भनेर पहिले चेक गरेर हेर्ने। एउटा चेक यसलाई चेक गरेर हेर्ने हो। यस्तो गजबले पाकिसक्यो। यो त एकैछिनमा पाक्दो रहेछ। ल अब पिन्ने हो। अब पिन्ने हो भने म बाट्ने है त। अब बाउ छोरी मिलिजुली तुवा बनाउनु पर्यो नि त। के गर्ने त। मेटी बताऊ आदि लो यो नथोकौँ होइन। चाहिँ मैले के अरे ग्यास सानो बनाएको छ। ठिक्क छ। पप्पा चाहिँ पिन्ने, म चाहिँ बाट्ने। यतातिर काम छ। आलु केलाएर चिसो बनाउनु पर्यो। ओइ आलु त राम्रै पाकेन कि क्या हो। पाकेछ तर अघि मैले एउटा खाएर हेरेको। निङमती पप्पा अझै यस्तो तगडा हुनु चाहिँ थुवा त मैले भन्दा खतरा पिन्नुहुन्छ नि त। यसलाई बल पनि धेरै चाहिन्छ। 82-83 वर्ष भइसक्यो। जस मान्छे चाहिँ तगडा सिप चाहिँ हुनुपर्छ। पिन्नु बोल्दा सबैले हुन्छ तरिकाले। ल यो चाहिँ घिउ हात अलिअलि चिल्लो बनाउनु पर्छ। चाहिँ तुवा रेडी भइसक्यो होइन। यो अब चाहिँ बाट्नलाई चाहिँ रेडी भयो। अब चाहिँ म बाट्छु है त। यसलाई कसरी बाट्ने भन्ने कुरा चाहिँ अब म स्टार्ट गर्छु यसलाई। अनि पर्फेक्ट भइसक्यो नि अब त है। ममा पनि तुवा बाट्ने हो कि। म त फेरि बुढाबुढी भनेर बाँकी राख्दिनँ त। काम अराउँछ यसरी
यसरी काम हराउँछु होइन अनि मेरो छेउमा त बुढाबुढी मान्छे त बस्नु पाउँदैन त यसरी काम हराएर यसरी आफू खाने त आफै बनाउने हो यसरी पहिल्यैदेखि गरिरहेको काम हो हामीले नि बनाउनु रहर लाग्छ खानु रहर लाग्छ तर मैले रिस्क गरेर चाहिँ यसरी काम हराएको होइन यसरी जानेको काम चाहिँ र गर्न सक्ने काम चाहिँ बुढाबुढी भयोस् कि केटाकेटी होस् कि जसले पनि गर्नुपर्छ भन्ने मेरो मान्यता है ए मेरो मामाले नि खतरा मेहनत गरिरहेछ हामीले पनि गर्नै मन छ गुड अरू त होइन थोवा चाहिँ त अब यस्तो जाडो महिनामा थोवा चाहिँ सुक्छ मिठो हुनुपर्छ सुग्रो खायो भने जिउ कति तातो भएर आउँछ खै त मामा त देख्दैन त लु पार्नु यस्तो मजाले बनाउन पर्फेक्ट आई एम पर्फेक्ट नाउ यस्तो गरेर च्याट्ट बाटेपछि सर्लक्क साथीहरू यसको सुप चाहिँ घिउमा होइन दुधको तरलाई चाहिँ झानेर होइन मैले पकाउने गर्छु त्यसो गर्दाखेरि चाहिँ मिठो लाग्छ मलाई अनि सोमबार चाहिँ अलिकति मिसाउने अनि दुधको तर घिउ यस्तो गरेर चट्ट बनायो भने चाहिँ यो एकदम टेस्टी हुन्छ मैले त्यसरी नै बनाएको हो अनि यसलाई चाहिँ नुन खुर्सानी अनि टिमुर सोलोकै टिमुर हालेर चाहिँ पिरो टिमुर हालेर अनि यसरी चाहिँ टक्क चाहिँ एकैछिन तताउनु पर्छ धेरै बेर तताउनु हुँदैन किनभने अलरेडी पाकिसकेको छ नि त मामा यहाँ लिनु है डोलखर थकुम तक लिनु है यो चाहिँ एकदमै मेहनत गरेर बनाएपछि फेरि अचम्मको कुरा चाहिँ नचपाइकन नि हुनुपर्ने रे भनेपछि अब यसको स्वाद कसरी लिने हो है भेरी गुड एकदम टेस्टी भएछ कस्तो भएछ थ ठिक छ मिठो छ मलाई त एकदम टेस्टी लाग्यो टेस्टी हाम्रो आजको यो भ्लगलाई चाहिँ एन्ड गर्नतिर लाग्दैछौँ अनि बाई भन्न सबैलाई बाई आजलाई हाम्रो भिडियो यति नै बाई सी यू नेक्स्ट भिडियो